पहिले कतिमा लगाएको अरे 2000 कति 2021 भनेको अरु 25 भनेको 4 वर्ष अगाडि 74 मा लगाएको क्या हजुर 74 मा हैन 74 मा 74 75 मा चाहिँ सर्वप्रथम हेमन्त काफले बाबुले चाहिँ नि यो जब बाहिरबाट अरु देशबाट यो चाहिँ नि यहाँ धेरै किसिमका रुखहरू जस्तो शीतल चिनी जुन लोप हुन लागेका रुखहरू चाहिँ नि हाम्रो हेमन्त बाबुले ल्याएर यहाँ चाहिँ नि एउटा प्रकृतिको एउटा नयाँ आयाम र यो अक्सिजन मान्छेहरूलाई चाहिँ नि अहिले चाप परिरहेछ उ छ प्रदूषण छ त्यसले गर्दा नपुग्ने हुनाले हेमन्त बाबुको चाहिँ नि यो वृक्षारोपण अभियान अन्तर्गत यो कल्पवृक्षको उ ल्याएछु गुरु मसित अब पेडहरू चाहिँ नि मैले नर्सरी उभाएको छु अनि गुरु पूर्णिमा पनि भन्दा केही दिन अगाडि भने उनले ल मैले यहाँबाट सुरुवात गरेँ गुरुजीको गुरु पूर्णिमामा यो कल्पवृक्ष अहिले 5-6 वर्ष हो। अब यसको के छ भने इतिहास 2000 के अरे यो समुद्र मन्थनमा निक्लिया हो यो 14 रत्नमा कल्पवृक्ष यसको आयु चाहिँ नि मतलब लगभग 5000 वर्षको र यो पछि शिवलिङ्गै आकार हुने हो। यो यहाँ चाहिँ नि आएर कोहीले आफ्नो मनमा भएका हुन सक्ने कुराहरू यहाँ पोखेपछि त्यो कुरा पुरा भएको भने हाम्रो सनातन धर्ममा हाम्रो पुर्खाहरू हाम्रो गुरुपीर र चाहिँ नि यो इतिहासमा चाहिँ नि यो साँची नै छ। यसकारण यो सबभन्दा ठुलो एउटा यसको लागि धन्यवाद चाहिँ नि म हेमन्त काफले बाबुलाई दिन्छु। एउटाको अहिलेको परिप्रेक्ष्यमा पर्यावरणको लागि अनि चाहिँ नि यो वातावरण स्वच्छ र चाहिँ नि एउटा हराभरा चाहिँ नि एउटा ऊ वातावरण होस् सबमा एउटा आत्मीयता होस् मानवता सभ्यता अन्तर्गतको यी चाहिँ नि मतलब वृक्षारोपण अभियान हामीले बाबुले पनि एउटा जिज्ञासा भयो आयो यसको जति प्रचार गरे हाम्रो सनातन धर्मको है अब हाम्रो हिन्दू राष्ट्र विश्वमा एउटा गौरव राष्ट्रको यसकारण चाहिँ नि पहिले त हामी हिन्दू हौँ किनभने हाम्रो बाबु पनि हिन्दू बाजे पनि हिन्दू हामी पनि हिन्दू हामी सनातनी हौँ। यसकारण यो बाबुहरू जस्तो युवाहरूले चाहिँ नि अब एउटा ठोस एउटा चाहिँ नि हिन्दू राष्ट्रको एउटा परिकल्पनालाई साकार गरेर वृक्षारोपणमा चाहिँ नि बढीभन्दा बढी हरेक सेक्टरबाट हरेक उसबाट स्कुल पाठशाला अनि चाहिँ नि यो व्यापारी सबैलाई चाहिँ नि मतलब हामीले राम्रो कुरा भन्न त कुनै अप्ठ्यारो छैन नि है। यो कस्तो ठाउँमा रोप्नुपर्छ यो कस्तो भने यो फेरि बडा सजिलो रहेछ यसलाई त्यति उ पनि नचाहिने मलजल पनि नचाहिने त्यति पानी पनि नचाहिने र हाम्रो मानव जीवनमा जति हामीलाई चाहिने जुन अक्सिजन छ नि पर्याप्त मात्रामा एउटा चाहिँ नि मतलब कल्पवृक्षबाट पनि हामीले त्यो लिन सक्छौँ। अब त्यसको लागि चाहिँ नि अब हाम्रो के अरे हेमन्त राज काफलेज्यू हरित अभियन्तालाई चाहिँ नि मतलब त्यसमा प्रोत्साहन गरेर ठाउँ ठाउँमा उता बिचरा जहाँ बोलाए पनि त्यहीँ जान्छ पूजा गर्न आउँछन् यसको त मैले भने नि पूजा गर्न जो बिस्तारै बिस्तारै चाहिँ नि मतलब मान्छेले बुझ्दै गएछन् आउँछन् यहाँ त यो नि एउटा श्रद्धाले उ गरेर पुर्खाहरूलाई सम्झेर गुरुपीरलाई सम्झेर यो कल्पवृक्षको दर्शन गर्दा फेरि आफ्नो मनले चिताएको कुरा पनि पुरा भएको यो चाहिँ नि सत्य तथ्य छ है। मन्दिरमा मात्रै रोप्नुपर्छ हैन मन्दिरमै मतलब किनभने यो स्वच्छ एउटा अब त्यति पर्याप्त मात्रामा पनि छैन त जहाँ इतिहास भएका चाहिँ नि हाम्रो मन्दिरहरू छन् नि अनि त्यसलाई चाहिँ नि मतलब चिनाउने पनि एउटा प्रतीक हुन्छ है। त्यो ठाउँमा चाहिँ नि जाऊ त त्यहाँ मन्दिरमा कल्पवृक्ष छ दर्शन पनि हुन्छ त्यहाँको वातावरणसित पनि दर्शन हुन्छ र यहाँ अब 108 फिट हनुमानजी पनि बनिरहेछ है। यो पनि एउटा यो क्षेत्रैको यो एउटा गौरवमय एउटा गुरुपीरले चलाएको परम्परालाई हामीले एउटा निरन्तरता दिने
र एउटा चाहिँ नि यो समयमा हाम्रो हनुमानजी भनेको अष्टचिरञ्जीवीमा अहिले वर्तमानमा चमत्कारी यो धरतीको लागि त्यसमा पनि आएर चाहिँ नि अब जति के आउने यहाँ अवलोकन गर्ने अनि सुझाव दिने यसलाई कसरी चाहिँ नि मतलब चाँडैभन्दा चाँडै एउटा बनोस् र यो क्षेत्रको एउटा चाहिँ नि मतलब एउटा पर्यटक चाहिँ नि एउटा क्षेत्र जस्तो चाहिँ बागेश्वरी प्लस हनुमानजी यो घरमुट गौशालालाई चाहिँ एउटा कोरिडोर टाइपको बनाएर एउटा विश्वको मान्छे आउने वातावरण पनि होस् भन्दै ल म बाबुहरूलाई धन्यवाद।